हे गाइज गुड मर्निङ के छ खबर ठिकै छ ल म पनि एकदम मस्त छु। सो आज चाहिँ पानी लास्तै परिरहेछ किनकि आज म चाहिँ तयारी भएको छु इन्डिया नेपाल गर्नको लागि लुधियानादेखि कृष्णनगरको। सो त्यही भएर मौसमको बुरा हाल छ, अब के गर्ने जसरी त जानी नै हो। त्यही भएर तयार भएर अब खाना खाएर निस्किनु पर्ला। देख्दै हुनुहुन्छ बाहिरको मौसम, यहाँ बारिस परेर बुरा हाल छ। सो त्यही भएर अब खाना खाएपछि त्यसपछि निस्किनु पर्ला, तर पानी धेरै तेज भइसक्यो। अरे यार ग्लोभ्स लगाउनु परिरहेछ यस्तो हालतमा पनि। फिलहाल म चाहिँ निस्केको थिएँ, यो चाहिँ आफ्नो बस हो, देख्दै हुनुहुन्छ अहिले यसमा आएको छौँ हामी। त्यो ल भाइ जब बस्छ यस्तो छ बस, लगभग यहाँदेखि जाने भनेको। भाइ फोन भिगिसक्यो, यो हालत हेर त। फिलहाल लगेपछि कुनै हुन्छन् होला। यो चाहिँ दिल्लीको सिन देख्दै हुनुहुन्छ, यो पनि त्यहीँ जाने बस हो, यो पनि त्यतै हो। अनि आज मौसम पनि लास्टै खराब छ, त्यही भएर अलिकति अप्ठ्यारो भयो थियो माथि तल गर्न। त्यो फिलहाल त्यो पनि बस त्यहीँ जाने हो। सो ल अहिले हाम्रो जो बस हो भनेको यो चाहिँ बुक भएको छ, यो वाला बस। सो अब यो बसमा यहाँदेखि भन्दा त म चण्डीगढदेखि जान्थेँ। सो फिलहाल अब यो बस यहाँदेखि लुधियानादेखि सिधै कृष्णनगर बोर्डरमा गएर रोकिन्छ। किनकि कृष्णनगर बोर्डर पुगेपछि सबै सामान झराएपछि चेकिङ हुन्छ नि, चेकिङ भएपछि फिर वही त्यही चेकिङ भएपछि मलाई टेन्सन छैन, म बोर्डरको पासै रहन्छु। त्यही भएर बस चेकिङ गराएर अब निस्किनु पर्ला। अब ल मौसम बहुत धेरै खराब भएछ, म अब गाडीमा बोल्छु। के चिज लिनु पर्ला भनेको त कुछ पसलमा केही भएन उहाँहरू त गाइस। युट्युबमा हाल्ने हो नि, त्यही भएर। सो ल गाइज अब यहाँदेखि बस हिँडेपछि तब गरौँ ल भिडियो। जो मेरो च्यानलमा न्यू छ लाइक सब्सक्राइब गर्न नबिर्सिनु न। जसले मेरो लुधियानाको भिडियो हेरेको छैन त्यो उता गएर पनि हेर्नु होला, चियामा आई बटनमा लगाइदिन्छु, त्यहाँ गएर हेर्नु होला। तब तकको लागि वेट गरौँ। अब म पनि जब तक बस हिँड्दैन तब तकको लागि यस्तै बस्नु पऱ्यो। राम्रो बस हो, हुन पनि ठिकठाकै हो। अब म पनि अब 3-4 दिन बाद म पनि यस्तैमा काम गर्ने हो, डेली वीडियोज आउँछन्। त्यही भएर ल तब तक बाय त नि, अभी वीडियो सुरु करते हैं। साथीहरू यहाँ पानी परेर बुरा हाल छ। सो त्यही भएर अब जब पानी बन्द गर्छु तब गर्नु पर्ला भिडियो, किनकि यहाँ पानीले पुरा यो के भन्छन् खिड्की पुरा गरेछ। सो त्यही भएर अब जब पानी बन्द भएपछि तब गर्नु पर्ला भिडियो। सो साथीहरू फिलहाल अलिकति पानी बन्द भइसकेछ। सो हेर्दै हुनुहुन्छ होला, फिलहाल हामी लुधियानादेखि बाहिर निस्किसकेछौँ बस पार्कदेखि। सो अहिले आजको मौसम पनि लास्टै चिसो छ, त्यही भएर त्यति देखाउन सके छैन। फेरि पनि ल केही भएन, अलिकति भिडियो बनाउनु पर्ला, बाँकी साबादमा गएर रोक्नुपर्छ, त्यहाँ गएर बनाउँछु म। सो अहिले चाहिँ साथीहरू यहाँ फ्युल भराउनको लागि रोकिरहेछौँ। सो यहाँदेखि फ्युल भराएपछि निस्किनु पर्ला। सो अघि पानी परेको थियो नि, त्यही भएर यसो सबै सिसालाई हेर्नु त क्या बुरा हाल छ गाई जमेर। सो त्यही भएर गाइज अब कति मतलब रातिसम्मको सफर हो, बिहानसम्म आई थिङ्क कृष्णनगर पुग्छु है। कृष्णनगर पुगेपछि आई थिङ्क लगभग म मानेर जाम भनेपछि 12 बजेतिर त आई थिङ्क म घर पुग्छु ड्याममै। त्यही भएर ल अब त्यहाँदेखि अब हिँडेपछि यहाँ फ्युल भराएपछि निस्किनु पर्ला, भिडियो सुरु गरौँ ल।
जिरकपुरतिर पुगिसकेको छु। सो अहिले थोरै देरको लागि खानाको लागि रोकेछौँ। अब यहाँ मौसमको बुरा हाल छ, हेर्नु है मौसमको हाल राम्रै बुरा छ। सो त्यही भएर अब वाह यार भिडियो बनाउन पनि गाह्रै हुन लाग्छ। कपडा भिगेर बुरा हाल छ मेरो यार। सो त्यही खाएपछि फेरि गराउँदा भिडियो यो आफ्नो बस फोन खराब नहोस्, बस अरू केही चाहिएन। राइट थोड़ी देर को लागि पिसाब गर्नको लागि रोकेछन्। सो गाडीलाई अब ओए आरामसित अब अहिले पिसाब गर्नको लागि रोकेछन्। अहिले म कर्नालतिर छु। सो कर्नाल पार गरिसकेँ। अब लेट्स अब यहाँदेखि फेरि अगाडि जानुपर्छ। सो धेरै भिडियो त म बनाउन्न, फेरि पनि थोरै भिडियो बनाउँछु ल। फिलहाल अहिले हाम्रो बस यो साइडमा रोकेको छ पिसाब गर्नलाई। तो फिलहाल अब त्यता छ टोल ट्याक्स, वहाँ मतलब टोल ट्याक्स हुन्छ नि त्यो पैसा वो गर्ने। यो साइडमा छ आफ्नो बस। मौसम चाहिँ अब राति हुन लागिसक्यो। अब रातिमा धेरै भिडियो बनाउन, किनकि अँध्यारोमा देखिन्न। अब मेरो सिट पनि पछाडि छ, त्यही भएर ल अब झन् सिधा म गर्छु। अब यूपी बिहार मतलब यूपी कृष्णनगर साइडमा छ नि, त्यहाँ गएर म भिडियो बनाउन सुरु गर्छु बिहान उठेर ल। अब जो च्यानलमा न्युज लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तो भिडियोको लागि कति मुस्किल बनाइरहेको छु। लुधियानाको भी बनाएको छु, त्यो पनि गएर हेर्नु होला। सो साथीहरू फिलहाल म जुलबी नेपाली ढाबामा पुगिसकेँ। भाइ कति मुस्किल भयो यार यताउता गर्नमा। सो त्यही भएर अब आफ्नो बस यो चाहिँ आफ्नो बस हो सुदीप, अनि त्यो चाहिँ यहाँ देख्दै हुनुहुन्छ होला नेपाली भारत मैत्री बस। यसैमा काम गर्ने हो हामी पनि आई थिङ्क। सो यो स्वर्ग ढाबा रिस। सो पछाडिदेखि हेरौँ त है के कस्तो देखिन्छ। सो फिलहाल इस बसको लुक ल अब केही चिज लिउँ, केही खाएर फेरि गर्छु भिडियो।
सो फिलहाल साथीहरू अहिले चाहिँ हामी लगभग के भन्छन् यूपी बिहारको बिचमा मतलब यूपी बिहारसम्म त पुगिसकेछौँ। सो अब यहाँ खानाको लागि चाय नास्ताको लागि सब यो बस रोकेछन्। सो म पनि अलिकति चाय नास्ता गरेर फ्रेस भएर बसेको, पेट दुखेर बुढा हाल थियो। सो त्यही भएर ल अब यहाँदेखि बिहान आई थिङ्क बिहान 7 बजेको बिचमा पुऱ्याउँछ। सो 7 बजेको बिचमा पुऱ्यायो भनेपछि टाइम मलाई आफ्नो घर पुग्न त आए धेरै त लाग्दैन, बस यो 12-1 बज्छ होला आई थिङ्क। अगर छिटो पुऱ्यायो भनेपछि लगभग म 9 बजे नै पुग्छु घरमा, नत्र मैले चाहिँ ढिलो पुऱ्यायो भनेपछि वही 12-1 बजेको बिचमा ल। त्यही न अब मेरो फोनको ब्याट्री पनि चार्ज छैन। सो त्यही भएर ल अब बस्नु भयो त। फिलहाल म अब बोर्डरमा पुग्न लागिसकेको छु। सो अब त्यही भएर अब यहाँदेखि अब नेपालको बोर्डरमा भएपछि मेरो जियोको सिम चल्दैन। सो त्यही भएर अब बडेरीमा पुग्न लागिसकेको छु। बडेरी दिस इज द लास्ट स्टप अफ नेपाल, इन्डियाका लास्ट स्टप हो यो बडेरी भन्ने ठाउँ। सो ल अब त्यहाँ गएर अब उत्रेपछि म गर्छु भिडियो। अब हाम्रो धेरै सामान छैन, एक त यो सामान हो, झोला हो, बस अलिक पछाडि छ एउटा डिक्कीको पछाडि। सो त्यही भएर अब ल पुरा बस्नु। फिलहाल हामी चाहिँ कृष्णनगर बोर्डरतिर पुगिसक्यौँ। सो अहिले यति कम बस छन् यार। म चाहिँ अब कृष्णनगर बोर्डरतिर पुगिसकेँ। कपाल पनि खराब भयो मेरो, अरे नहीं यार मेरे पास। सो अरे यार गाइज अब यहाँदेखि बोर्डर पार गर्ने हो। बोर्डर पार गरेपछि गर्छु भिडियो। म अहिले त म गर्दिनँ किन बोर्डरमा क्यामेरा अलाउड छैन। सो त्यही भएर ल अब त्यहाँ पुगेपछि गर्छु। सो फिलहाल आफ्नो सामान चाहिँ यो हो, अनि एक पछाडि राखेको छ। सो ल अहिले यहाँ सामान राख्ने भयो भइरहेछ। सो त्यही भएर यो सो ल रोकाइ गाइस। फिलहाल साथीहरू म चाहिँ अब आइसकेँ, कृष्णनगरतिर आइसकेँ। सो फिलहाल अहिले चाहिँ हाम्रो यो बस हो, यसमा जाने हो। सो लेट्स अब यहाँदेखि चेनौतातिरको मेरो सफर हो। अनि हाम्रो जो साथमा आएको हुन्न तिनको अब बुटोलदेखि नै हो। सो त्यही भएर म चेनौतातिर उत्रिन्छु, मम्मी पनि आउँछ लिन। सो ल अब वहाँ गएपछि गर्छु भिडियो, तब तक रुकतिर बसिसक्यौँ। अब यहाँदेखि कृष्णनगर अहिले कृष्णनगरमा छु। अब यहाँदेखि चेनौतातिर जानु पऱ्यो, चेनौतातिर। सो यो हो बस, अब यसमा भिडियो देखाउनु पर्ला। सो बच्चाहरूको काम हेर त, भिख माग्ने काम छैन यिनीहरूको। सो त्यही भएर ल अब सुरु भएपछि गर्छु स्टार्ट। म चाहिँ अब आफ्नो घरतिर आइसकेँ। सो आफ्नो अङ्कल पनि निस्किनु भयो, बहिनीहरू पनि त्यहाँदेखि। सो मम्मीले मलाई यहाँ पिक गर्न आउनुभएको, त कपडा सपडा फेरेर यहाँ तातो पानी पिन लाग्छु किनकि गाडीमा जाडो लाग्यो नि, त्यही भएर। सो ल आजको भिडियो कस्तो लाग्यो लाइक सब्सक्राइब गर्न नबिर्सिनु। तब तकको लागि नेक्स्ट भिडियोको तब तक बाई बाई।